बिमार पुग्न लागिसक्यो। माछा पुच्छ्रे हिमाल अयो चुचुरो सेती नदी है बिमात नगरपालिका के भन्छ त बिमात चोकमै पर्छ अनि के भन्छ यहाँ त बबाल देखिदियो सेती नदी यहाँ त बबाल फाइनल्ली अब फेरि हामी फर्कियौँ घर है जाँदा पनि छतमै आउँदा पनि छतमै बाउ झुनिया यो मान्छे अब हात खुस्कियो भने मास्तिर जान्छ ओके चस्मा पनि लाउनु भएको छ आँखा नि खास देख्नुहुन्न बिचमा झरे पनि जमिनमा झर्दै लाउँछ है त हाम्रो गाइजहरू होइन सबै केयरफुल्ली होइन यो त हाम्रो मामा टोपी लाउने खाले ढाका झ्याबै होइन एकदम मोटो मान्छे सबको ठाउँमा गर्नुभएको छ यशराम अरे यस्तो भलोको के हेल्नु आयो के भोलि बिहान पाइहाल्छ नि सबैजना यता रक्सी धेरै खाने मामा रक्सी रुचाउँदैन अल्लाह करीम यता देखा न अल्लाह करीम बोलालाई यस्तो गर्न How are you, my friend? Anak Tawon? Tawon? Tawon anak masih tahu. Tama Tawon. Swipe pulus. Jeep swipe pulus. Kali pulus. Iya, harusnya भाइ चाहिँ पुरा कुरकुरे किन्न पठाछ भोलि आउँछ नि फेरि सर रियल हेयर के हुन्छ आज यहाँ काठले मात्र हो सबैलाई माथि हाल्यो भन्दै काठले मात्र त्यत्रो माथि माथि बाटोले कति मुत्यो ए डिभाइड गरौँ ए एउटा तुर्कोमा 5 जनालाई भ्यायो भने कति जनालाई भ्याउँछ ए बुवा हिँड्ने हामी रहँदै हल्का रमाइलो गरिदिनु यहाँ खिच्दाखेरि मोबाइल ह्याङ हुन्थ्यो मोबाइल ह्याङ थिएन सामान पनि गरेको हेलो गाइज झ्याउ लगाएर आज गएर साला आधी घन्टाको ब्याङ्कमा पुऱ्यायो सालालाई रिस उठेर चित्त पुऱ्यायो त्यसपछि आयो झ्याम पराएर बसेर गएर हिँड्नु पर्ने झ्याउ होला यात्रा चिज डाँडो त आयो के काम हो तिनवटा गाडी राखेको गाडीले के गर्नु पऱ्यो अब त्यही गर्नु विचार गर्नु ए बुढालाई लिएर समय आउँछ तेरो त तल पनि भेट्छ क्यामेरा
गाइस यो मान्छेहरूले फटा भन्छ यो रातो टोपी लाउने मान्छे फटा छ यता हाम्रो इन्डियाकै मान्छे भइहाल्यो के रे यो ढाका टोपी झोटी हो ढाका ढोटी झोटी त्यो गाडी आइरहेछ गाइस होइन रमाइलो गरिरहेछ ऊ सानोमाले झुलुक्क झुल्का बढी भयो ए मामालाई हेर न हेर्दै गएर मातिर चाला चल्छ म सबैलाई लान्छु यमराज भन्दा काम कस्तो छ हदराज कहाँको टोपीको लागि टोपी निकाल्दा झन् कडक देख्दो रहेछ जिल्लाङ सिल्लाङ आयो गर भन्ने बाग्रा बोकालाई चाहिँ एउटा चाहिँ यता हिमाल देख्यो त फेरि फर्के फेरि फर्क्यौँ है अब लगभग राम्रो छ बाटो अनि फेरि गाउँतिरको बाटो त्यस्तै छ तल अलिकति थोरै तल छ भने राम्रो रमाइलो छ खेत बेसी रहेछ फेरि खेत पनि गद रहेछ